हेर्नु यो नेताहरूको करतुत। कर्मचारीलाई कुटिरहेछ, कर्मचारीलाई कुट्ने यिनीहरूलाई अधिकार कसले दियो हौ? देश आफू बेचा छ, आफैले भ्रष्टाचारी गरेछ, यो गरेछ, त्यो गरेछ, अनि कुटाइ खाने कर्मचारीले के गरेको थियो त्यहाँ? के गरेको रहेछ कर्मचारीले? कस्तो रिसायो, ड्याम कि ड्याम हालेको छ। अस्ति जेनजी आन्दोलनको दिन पाएको है, भेटेको है यो मान्छे पनि जान्थ्यो, ड्याम कि ड्याम। फेरि त्यो दिन कहाँ लुकेर बस्यो होला, कहिले आएर कर्मचारीले हानेर लाज पनि लाग्दैन एकपल्ट। एउटाले झन्डा फालिरहेछ, अर्कोले कर्मचारीले हानिरहेछ, एउटाले सामान तोडिरहेछ। विरोध गर्नु छ भने विरोध गर्ने शैली छ नि त, शान्तिपूर्वक विरोध गर्नु न। देशको सम्पत्ति किन फुटाएको, किन तोडेको? अनि आफूलाई ठुलो नेता अरे यो रे त्यो। अस्ति बोल्न जेनजी आन्दोलनको दिन लुकेर बस्यो होला, नभए यसको पनि टाउको फुट्थ्यो, कहाँ अस्ति देउवा जस्तो हाल हुन्थ्यो क्या।